भक्तपुरको राधे राधे चोकमा यो अग्लो बिल्डिङ त देख्नु नै भएको होला। 1 दशक भन्दा बढी समयदेखि बेवारिसै भएर ठडिएको यो बिल्डिङ राधे राधे आइपुगेछ है भनेर थाहा पाउने एउटा ल्यान्डमार्क जस्तो मात्र भएर ठडिएको छ। तर यो बिल्डिङको रहस्य के हो त? कतिले त भारतीय अभिनेता गोविन्द आहुजाको बिल्डिङ हो यो पनि भन्ने गर्छन्। तर वास्तविकता के हो त? भक्तपुरमा ठडिएको यो बिल्डिङको रहस्यभित्र लुकेको अर्बौं अर्बको घोटाला र कर छलीको स्क्याम सबै बुझ्ने कोसिस गरौं आजको इनडेप्थ स्टोरीमा। आजभन्दा 14 वर्ष अगाडि 2010 मा सौरभ ग्रुपले भक्तपुरमा ल्याविस होटल बनाउनका लागि 1 अर्ब 93 करोड फरेन इन्भेस्टमेन्टको रूपमा भित्र्याएको थियो। यो मेरो स्टेटमेन्टबाट 3 वटा कुराहरू नोट गर्नुहोला। नम्बर 1 सौरभ ग्रुप, नम्बर 2 ल्याविस होटल र नम्बर 3 फरेन इन्भेस्टमेन्ट। हामी आजको यो भिडियोमा यिनै 3 वटा कुराहरू कसरी विवादित छन् जसले गर्दा त्यो बिल्डिङ ठडिएर बसेको छ भन्ने कुरा डिस्कस गर्नेछौँ। सुरु गरौँ च्याप्टर 1 सौरभ ग्रुपबाट। सौरभ ग्रुप नेपालका केही ठूला व्यवसायी घराना मध्येको एक हो। लीलाराम नेउपानेले सुरु गरेको यो सौरभ ग्रुप सुरुबाट नै विवाद भन्दा टाढा भने रहन सकेको छैन। 1960s तिर लीलाराम नेउपाने म्यानमारमा बिजनेस गर्दै थिए, तर बुद्धिज्मलाई म्यानमारको स्टेट रिलिजन मानिएपछि त्यहाँबाट नेउपाने लगायत धेरै नेपाली र भारतीयहरूलाई लखेटिएको थियो। त्यसपश्चात उनले नेपालको भैरवामा आएर टेक्सटाइल बिजनेस सुरु गरे। टेक्सटाइल बिजनेसबाट सुरु भएको सौरभ ग्रुप अन्तर्गत अहिले भर्खरै आइपिओ आएको सर्वोत्तम सिमेन्ट अथवा तपाईँ हामीले सानैबाट सुन्दै आएको जगदम्बा सिमेन्ट, लक्ष्मी स्टिल, जगदम्बा मिल, सौरभ टी स्टेट, जगदम्बा टी प्रोसेसिङ लगायत कम्पनीहरू पर्छन् र तिनै संस्थापक लीलाराम नेउपानेका छोरा विष्णु प्रसाद नेउपाने अहिले यसका चेयरम्यान हुन्। सौरभ ग्रुपको बारेमा यति कुरा बुझेपछि अब जाउँ दोस्रो च्याप्टर ल्याविस होटलमा। लामो समयबाट नेपालको सिमेन्ट उत्पादन र चिया प्रशोधन व्यवसायमा लिड गर्दै आएको यो ग्रुपले 2010 तिर अब होटल सञ्चालन गरी टुरिज्म बिजनेसतिर पनि खुट्टा टेक्ने प्लान बनायो। त्यसैले उसले भक्तपुरमा एउटा ल्याविस होटल खोल्नु पर्ला भन्ने सोच्यो र यसको प्रपोजल लिएर उद्योग विभाग पुग्यो। उक्त प्रपोजललाई स्वीकृत गर्दै उद्योग विभागले अप्रिल 14, 2013 मा भक्तपुरको कटुन्जेमा होटल बनाउन सौरभ ग्रुपलाई अनुमति दियो। तर यहाँ सौरभ ग्रुपले के गरिदियो भने पर्मिसन पाएको कटुन्जेमा नभइकन होटल राधे राधे चोकमै बनाउन थाल्यो। अब इन्डस्ट्रियल इन्टरप्राइज एक्टका अनुसार एउटा इन्डस्ट्रियल प्लान्टलाई जहाँ अनुमति दिएको छ त्यही ठाउँमा मात्र निर्माण गर्नुपर्ने हुन्छ। यदि अर्को ठाउँमा शिफ्ट गर्ने हो भने त्यस्तो केसमा फेरि प्रपोजल पेश गरेर पर्मिसन लिनुपर्छ। तर सौरभ ग्रुपलाई कसले सोच? उसले त आफूले पर्मिसन पाएको ठाउँमा नभइकन अर्कै ठाउँमा होटल निर्माण सुरु गरिसकेको थियो। अब यो उसले उल्लङ्घन गरेको एउटा मात्र नियम थिएन, धेरै नियमहरू उल्लङ्घन भएका छन्। सरकारलाई आफ्नै पेवा सरह चलाउन खोजिएको छ। यो भवन सुरुमा 5 तला बनाउनका लागि पर्मिसन लिएको थियो। त्यति बेलासम्म भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाभित्र हाइवेमा 6.5 तला भन्दा अग्लो मल्टी स्टोरेज बिल्डिङ बनाउन नपाइने भन्ने नियम थियो। 2067 सालमा बल्ल एफएआर सिस्टम यानि कि फ्लोर एरिया रेसियो मिलाएर स्ट्रक्चरल सेप भयो भने 6 तला भन्दा अग्लो बिल्डिङ पनि बनाउन मिल्ने भन्ने नियम आयो। तर यति बेला पनि पर्मिसन नलिकन 5 तलाको अनुमति लिएको बिल्डिङ 17 तला बनाउँदै लगियो। यति मात्र नभई पहिले नक्सा पास गर्ने बेला नगरपालिकाले इन्स्पेक्सन गर्दा बिल्डिङ अगाडि 4 मिटर बाटो स्थानीयलाई उपलब्ध गराउने भनेर लिखित सहमति भएको थियो र विगतमा नक्सा बनाउँदा पनि बाटो छोडिएको थियो। तर निर्माण गर्ने बेला भने पुरै बाटो र राजकुलो नै ओगटेर भवन निर्माण भइसकेको थियो। अझ कुनै पनि बिल्डिङ बनाउँदा त्यो जग्गाभरि नै स्ट्रक्चर बनाउन मिल्दैन। जस्तै नेपालमा तत्कालीन कानुन अनुसार 250 मिटर स्क्वायर भन्दा कमको जग्गामा बिल्डिङ बनाउँदैछौँ भने 30% जग्गा छाड्नुपर्छ, 60% मा मात्र बिल्डिङको स्ट्रक्चर बनाउन पाइन्छ र यदि जग्गा 250 मिटर स्क्वायर भन्दा बढी छ भने 40% जग्गा छाड्नुपर्ने हुन्छ। अब यो भवन बनाउने क्रममा 40% जग्गा छाड्नु त परको कुरा, उल्टै लिखित सहमति भएको 4 मिटरको बाटो स्थानीयलाई पनि नछाडी त्यसमाथि पनि राजकुलो पुरेर त्यही माथि भवन बनाइएको थियो। अब यसरी बनाएको भवन त्यति सजिलै भत्काउने कुरो पनि त भएन। त्यसैले राजकुलो र सडकको जग्गा छुट्याइदिए पछाडि मात्र नगरपालिका सहमत हुने भनेर बीचमै मध्यपुर ठिमी नगरपालिकाले निर्माण कार्य रोकिदियो। र अझ इन्ट्रेस्टिङ कुरा त के छ भने पर्मिसन पाउनुभन्दा 2 वर्ष अगाडिबाट नै निर्माण कार्य धमाधम भइरहेको थियो।
अब देख्नुभयो होला नि सौरभ ग्रुपले यहाँ के गरिरहेको थियो भनेर। एक त पर्मिसन पाएको भन्दा अर्कै ठाउँमा निर्माण गर्दै थियो, अर्को 5 तलाको पर्मिसन पाएर 17 तलाको भवन बनाउँदै थियो र अर्को पर्मिसन पाउनुभन्दा 2 वर्ष अगाडि नै निर्माण कार्य सुरु भइसकेको थियो। सुरुमा सौरभ ग्रुपको चेयरम्यान विष्णु प्रसाद नेउपानेको व्यक्तिगत नाममा भएको यो बिल्डिङ पछि शुभश्री जगदम्बा डेभलपर्स भन्ने संस्थाको नाममा सारिएको थियो, जुन सौरभ ग्रुप अन्तर्गतकै कम्पनी हो। पछि फार मिलाउनका लागि भवनको पछाडिको जग्गा पनि किनेर मापदण्ड पुर्याउन पनि खोजियो। लामो समयबाट ठूलो ठाउँ ओगटेको संरचना सकेसम्म छिटो व्यवस्थापन गर्न मध्यपुर ठिमीका त्यति बेलाका मेयर मदन सुन्दर श्रेष्ठलाई पनि ठूलो दबाव थियो। त्यति बेला उनलाई नेपाल कम्युनिस्ट पार्टीको सरकारले बिल्डिङको डिजाइन पास गरिहाल्न समेत धेरै प्रेसर दिएको रहेछ। अझ उनी चाइनाको भिजिटमा रहेको बेला काठमाडौँ भ्याली डेभलपमेन्ट अथोरिटीबाट भवन निर्माणको पर्मिसन दिलाउन खोजिएको रहेछ। अब तपाईले यो बिल्डिङसँग कनेक्टेड सौरभ ग्रुप र ल्याबिस होटल यी दुवै कुराहरू राम्ररी बुझिसके पछाडि अब बुझ्नुपर्ने अर्को च्याप्टर हो फरेन इन्भेस्टमेन्ट र गोविन्दा। सेन्टर फर इन्भेस्टिगेटिभ जर्नालिजम नेपाल CIJ को रिपोर्ट अनुसार सौरभ ग्रुपले यो होटल बनाउन ब्रिटिस भर्जिन आइल्यान्ड भन्ने ट्याक्स हेभन देश स्थित ग्लोबल टेक्नोलोजी एन्ड ट्रेडमार्क GTT नामको कम्पनीबाट 1 अर्ब 93 लाख रुपियाँ फरेन इन्भेस्टमेन्ट ल्याएको रहेछ। यस होटलका लागि मात्र नभई सौरभ ग्रुपका अन्य कम्पनीहरूमा UAE, ब्रिटिस भर्जिन आइल्यान्ड लगायतका ट्याक्स हेभन राष्ट्रहरूबाट पनि लगानी आएको देखिन्छ। र यो सबै कुरा कसरी भइरहेछ भन्ने थाहा पाउन अगाडि फरेन डाइरेक्ट इन्भेस्टमेन्ट FDI को माध्यमबाट कसरी कर छली हुन्छ र मनी लन्ड्रिङ भइरहेछ भन्ने बुझ्न आवश्यक छ। मनी लन्ड्रिङ गर्न 3 वटा स्टेप हुन्छन्। पहिलो स्टेप हो इनिसियल प्लेसमेन्ट। मानौ एउटा व्यक्तिसँग धेरै इलिगल पैसा छ, अब त्यो पैसालाई लन्ड्रिङ गर्न सुरुमा त उसले एउटा लेजिटिमेट बिजनेस खोल्छ। सपोज उसले एउटा रेस्टुरेन्ट खोल्यो र सबै पैसा त्यो रेस्टुरेन्टको अकाउन्टमा ट्रान्सफर गरी फेक बिल बनायो सो द्याट रेस्टुरेन्टको बिजनेसमा यति अमाउन्टको सेल्स भएर यति पैसा आएको हो भन्ने देखाउन मिल्छ। मानौ त्यो रेस्टुरेन्टमा दिनमा 20,000 रुपियाँको एक्चुअल सेल्स हुन्छ, तर यो बिजनेसलाई इलिगल मनी पनि एडजस्ट गर्न छ, त्यसैले स्टेटमेन्टमा देखाउँदा एडजस्टेड सेल 40,000 देखाइन्छ। आइनो अब तपाईलाई यसरी त ओभरअल रेभिन्यू नै बढेर जान्छ, ट्याक्सेस दिन पर्ने भइहाल्छ नि भन्ने सोचिरहनु भयो होला, तर वेल नट रियल्ली। सेकेन्ड स्टेपमा आउँछ लेयरिङ। अब सबै पैसा फेक इन्भोइसेसको थ्रुबाट रेस्टुरेन्ट बिजनेसमा गइसकेको छ, जसकारण रेस्टुरेन्टको रेभिन्यू धेरै बढिसकेको छ। अब यो ब्यालेन्स गर्न उसले रिइन्भेस्ट गरे जस्तो देखाएर कि त एसिस्ट किनेको देखाउँछ कि त त्यही पैसा सेल कम्पनीजहरूमा ट्रान्सफर गर्छ। यसो गर्नाले उसको ओभरअल प्रफिट कम देखिन्छ र रेस्टुरेन्ट बिजनेसको ट्याक्स दिन पर्दैन। अब रेस्टुरेन्टको पैसा सेल कम्पनीजमा पुगिसक्यो। सेल कम्पनीज भनेको यस्तो एउटा कम्पनी हो जसको न त कुनै फिजिकल प्रेजेन्स हुन्छ न त केही बिजनेस नै हुन्छ। यो कम्पनी पेपरमा मात्र एक्जिस्ट गर्छ। यस्तो कम्पनी प्राय ट्याक्स हेभन कन्ट्रिजहरूमा खोलिन्छ। यस्तो देशको कम्पनीमा न त ट्याक्स लाग्छ न त धेरै छानबिन नै हुन्छ। अब मानौ त्यो व्यक्तिले ट्याक्स हेभन कन्ट्रीमा यस्ता सेल कम्पनी सेटअप गर्यो र त्यहाँ आफ्नो पैसा इन्भेस्ट गर्यो। अब नेपालको अथोरिटीले त्यो पैसा नोटिस गर्नै मिल्दैन, राखेको पैसाको स्रोत पनि कसैले खोज्दैन र ट्याक्स पनि तिर्न पर्दैन। यसरी उसले सजिलै कर छल्न सक्छ र त्यही सेल कम्पनीको बैंक अकाउन्ट युज गरेर अरू ठाउँमा पनि पैसा इन्भेस्ट गर्न सक्छ। अनि फाइनल्ली नेक्स्ट स्टेपमा यो पैसा कि त क्यास नै विथड्र गरिन्छ वा नयाँ कम्पनीमा लगानी गरिन्छ भन्नाले फरेन डाइरेक्ट इन्भेस्टमेन्टको माध्यमबाट नेपालमै भित्राइन्छ। सो यही च्यानलको थ्रुबाट सौरभ ग्रुपले नेपालमै कर छली गरेको पैसालाई ट्याक्स हेभन राष्ट्र पुर्याएर त्यहाँ सेल कम्पनी खोलेर फरेन डाइरेक्ट इन्भेस्टमेन्ट FDI को माध्यमबाट नेपाल भित्राएको जस्तो देखिन्छ। यसरी FDI मार्फत 1 अर्ब 93 करोड पैसा ल्याएर लगानी गरेको यो बिल्डिङमा भारतीय अभिनेता गोविन्द आहुजाको पनि लगानी छ भन्ने हल्ला चलेको थियो। खासमा गोविन्दसँग कम्पनीको मालिकको पारिवारिक नाता र चिन्जान भएकाले एकपटक गोविन्द यो बिल्डिङमा घुम्न भनेर आएका रहेछन्। तर यो भवनमा गोविन्दको 1 रुपियाँ लगानी पनि नभई पुरै लगानी सौरभ ग्रुपको कम्पनीको छ। कम्पनीका मालिकको गोविन्दसँग चिन्जान थियो र उनको नाम जोडिए पछाडि मार्केटिङ गर्न पनि सजिलो हुन्थ्यो, त्यही कारणले उनको नाम जोडेर मार्केटिङ गर्न खोजिएको थियो। तर मार्केटिङ स्ट्राटेजी राम्रो हुँदाहुँदै पनि अब कानुनै मिचेसी कसको के लाग्छ र 5 तलाको पर्मिसन लिएर त्यो पनि अर्कै ठाउँमा बनाउनु पर्ने बिल्डिङलाई आफूलाई मन लागेको ठाउँमा आफूलाई मन लागे जति तलाको बनाएसी हुने यस्तै नै हो। अहिले पनि त्यो बिल्डिङ भक्तपुरको राधे राधेमा भूत बङ्गला सरी ठिङ्ग उभिएको छ।
न फर्दर कन्स्ट्रक्सन हुन सकेको छ न त नगरपालिकाले भत्काउनै सकेको छ। अब पैसा कताबाट ल्याइयो, कति कानुन मिच्यो, त्यो कमन मान्छे, हामी बाटोमा हिँड्ने मान्छेहरूलाई छुने कुरा हुँदै होइन। तर मेजर समस्या भनेको चाहिँ त्यो बिल्डिङ अहिले जीर्ण अवस्थामा छ, भित्ताहरू चर्किएका छन्, वालहरू नै झर्ने अवस्थामा छ। त्यस्तै लामो समयदेखि त्यत्तिकै रहिरहेको र केही संरक्षणको काम नभएको कारणले गर्दाखेरि वेदरिङको प्रभाव परेर भवन आफै डेटोरेन्टो हुँदै जाने र यसको एज घट्दै जाने सम्भावना पनि त्यत्तिकै छ। यसले भोलिको दिनमा थप ठुलो दुर्घटना ननिम्त्याउला भन्न पनि सकिँदैन। यसको त्रास स्थानीय या त्यो आसपास यात्रा गरिरहने तपाईँ हामी जो कोहीलाई रहिरहन्छ र यो त्रास कि त त्यो बिल्डिङले होटलकै स्वरूप नलिएसम्म रहिरहन्छ कि त त्यो भवन नै नभत्काइन्जेलसम्म रहिरहन्छ। अब जे भए पनि यसलाई भत्काउने कि बनाउने त्यसको निर्णय चाहिँ छिट्टै हुन आवश्यक छ। हस्त, थ्याङ्क यू फर वाचिङ।